Hey people, नमस्ते. This is Santosh. Welcome back our channel Micro Sign. आजको यस भिडियोमा तपाईलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु र आज पनि सदा जस्तै एउटा इन्ट्रेस्टिङ र युजफुल टपिकमा भिडियो लिएर आएको छु जुन सबैले चाहिने हाम्रो आजको दुनियामा डिजिटल दुनियामा मोबाइल ब्याङ्किङमा चाहिँ हामीले फरगट पासवर्ड गरेर चाहिँ हामीले कसरी चाहिँ रिकभर गर्न सकिन्छ सम्पूर्ण प्रोसेस तपाईलाई म देखाउन गर्न गइरहेको छु र यो चाहिँ अलिकति ट्रिकी छ, अप्ठ्यारो छ, तपाईलाई सजिलैसँग आफैले गर्दाखेरि नआउन सक्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अलिकति फर्मालिटिजहरु चाहिँ हामीले जान्यौं भने चाहिँ तपाईलाई कुनै पनि प्रकारको इस्यु आउँदैन। तपाईले पासवर्ड बिर्सिनु भयो, युजर नेम बिर्सिनु भयो, ट्रान्ज्याक्सन पिन बिर्सिनु भयो भने पनि कुनै पनि प्रब्लम पर्दैन। तपाईले आफैले आफ्नो एन्ड्रोइड मोबाइलबाट नै सल्भ गर्न सक्नुहुन्छ। र त्यसैगरी तपाईले यस भिडियो हेरिसकेपछि नेपालको जुनसुकै बैंकको पनि तपाईले मोबाइल बैंकिङ मजाले फरगोट युजर नेम र फरगोट ट्रान्ज्याक्सन पिन या पिन तपाईले गर्न सक्नुहुनेछ, एमपिन या ट्रान्ज्याक्सन पिन है त। र आजको यस भिडियोमा चाहिँ म तपाईलाई हिमालयन बैंकको मोबाइल बैंकिङ थ्रु चाहिँ गरेर देखाउन गइरहेको छु। यो तपाईले जान्नुभयो भने यो प्रोसेस क्लियरसँग हेर्नुभयो भने तपाईलाई अन्य अरु जुनसुकै नेपालको मोबाइल बैंकिङ पनि सजिलैसँग तपाईले सर्ट आउट गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले स्किप नगरी भिडियोलाई पुरा भन्दा पुरा नै हेरेर साथ दिनुपर्ने हुन्छ, अनि मात्र तपाईले यो सिकाएको ज्ञान चाहिँ लिन सक्नुहुनेछ। ल ढिला नगरी तपाईलाई म प्रोसेसहरु देखाउन गइरहेको छु र सबैभन्दा पहिला चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि फरगोट पासवर्ड गर्नुपर्ने हुन्छ है त। तर त्यो चाहिँ कहाँ जाने भन्दाखेरि त्यो चाहिँ जाने ठाउँ चाहिँ तपाईलाई थाहा हुनु पर्यो। यो चाहिँ हाम्रो प्ले स्टोरमा अवेलेबल छ है त। यहाँनिर हिमालयन बैंक मोबाइल बैंकिङ भनेर तपाईले सर्च गर्दा पनि भयो र मैले अलरेडी इन्स्टल गरिसकेको छु। तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ प्ले स्टोरबाट। अब तपाई जानुपर्ने हुन्छ, कहाँ जानुपर्ने हुन्छ, यो फरगोट पासवर्डमा जानुपर्ने हुन्छ। यसलाई ट्याप गरिसकेपछि तपाईले तपाईको रजिस्टर फोन नम्बरमा चाहिँ एउटा पासवर्ड प्लस ट्रान्ज्याक्सन पिनको चाहिँ एउटा जानेछ। त्योलाई चाहिँ हामीले त्यो गइसकेकोलाई चाहिँ यहाँनिर फिलअप गर्नुपर्ने हुन्छ। युजर नेम तपाईको अलरेडी युजर नेम चाहिँ फेरि ओटिपी थ्रु मोबाइल नम्बर या त जीमेलमा जाँदैन है। युजर नेम चाहिँ तपाईको कम्प्लिटली त्यो चाहिँ पर्मानेन्ट नै हुन्छ, त्यो तपाईले हाल्नुपर्ने हुन्छ। र फाइनली मेरो यहाँनिर आइसक्यो, मैले युजर नेम पनि राखिसके, मेरो पासवर्ड र ट्रान्ज्याक्सन पिन आइसक्यो र पासवर्डलाई म राख्न गइरहेको छु। र यो चाहिँ क्षणिकको लागि हुन्छ, यही तपाईले कन्टिन्यू युज गरे पनि हुन्छ, तर आफैले चाहिँ सेट गर्दाखेरि बेस्ट हुन्छ। तपाईलाई म सेट गरेर देखाउँछु है त। र त्यसको लागि एकदम इजी छ प्रोसेस, तपाईले हेर्नुपर्ने हुन्छ। र यहाँनिर चाहिँ मेरो आएको छ क्यापिटल के है, 6 डिजिट आएको छ हैन, अनि स्मल बी, अनि 5 आएको छ हैन, एउटा डिजिट छ, अनि जे क्यापिटल छ, फेरि जे क्यापिटल वाई छ, फेरि क्यापिटल सी छ, यस्तो आएको छ है त। ल अब लगइन गर्दिने, यो बटन छ, लगइनको बटनलाई प्रेस गर्दिने, यो चाहिँ 6 डिजिटको रहेछ। र फाइनली मेरो लगइन पासवर्ड चाहिँ यसरी खुलिसकेको छ। पासवर्ड मैले इन्टर गरेर मेरो मोबाइल ब्याङ्किङ चाहिँ यसरी खुलिसकेको छ। यो त भयो सजिलो स्टेप। अब तपाईलाई चाहिँ म यसलाई नै चेन्ज गरेर चाहिँ कसरी गर्न सकिन्छ त्यो देखाउन गइरहेको छु। अब यसको कुरा नगरौँ, यसको धेरै फिचरहरु छ, तपाईले लाभ लिन सक्नुहुन्छ। आपसमा बैंक टु बैंक मोबाइल ट्रान्सफर गर्न सक्नुहुन्छ, सेवामा लोड गर्न सक्नुहुन्छ र अदर बैंकमा पनि मजाले अकाउन्ट आइपीएस कनेक्ट थ्रु पनि पठाउन सक्नुहुनेछ, मनीहरु ट्रान्सफर गर्न सक्नुहुन्छ, अरु तपाईले ट्रान्ज्याक्सन डिटेलहरु पनि हेर्न सक्नुहुन्छ, फिक्स्ड डिपोजिट गर्न सक्नुहुन्छ। यी बारेमा धेरै चर्चा नगरी बायाँ साइडको 3 लाइनमा टपमा जाने र तपाईले जाने युजरमा गएर तपाईले एकचोटी ट्याप गर्दिने र तपाईले चेन्ज पासवर्डमा यसलाई माथिल्लोपट्टिकोलाई ट्याप गर्दिने। अब तपाईले करेन्ट पासवर्ड, न्यू पासवर्ड र कन्फर्म न्यू पासवर्ड छ। बिल्कुल तपाईले अहिले मैले जुन राखे त्यो पासवर्डलाई यहाँनिर राख्नुपर्ने हुन्छ। स्मल के क्यापिटल के, स्मल बी, अनि 5, अनि क्यापिटल जे, अनि स्मल वाई एन्ड क्यापिटल सी, यो छ है। अब यसलाई हालिसकेपछि अब तपाईले न्यू पासवर्ड आफ्नो मनले आफूलाई कुन पासवर्ड सही लागेछ त्यो पासवर्ड तपाईले छानेर यहाँ राख्न सक्नुहुन्छ। र कन्फर्मको बटनलाई फेरि कन्फर्म न्यू पासवर्डलाई त्यहीलाई फेरि तलपट्टि राख्ने र सेभ गरिदिने है त। ल त साथीहरु, मैले यहाँनिर पासवर्डलाई राखिसके, रिइन्टर पनि गरिसके र माथि टपमा राइट साइडको टपमा सेभको बटन छ, यसलाई तपाईले सेभ गरिदिनु पर्छ। योर पासवर्ड वाज चेन्ज सक्सेसफुली भनेको छ, यसलाई म अहिले डन गरिदिन्छु है त। यो चेन्ज भइसकेको छ है, मैले अहिले लास्ट टाइम जुन पासवर्ड राखेको छु त्यो पासवर्ड डन भइसकेको छ, चेन्ज भइसकेको छ, डन गर्दै। अब म नयाँ पासवर्ड राख्छु है त। अब नयाँ पासवर्ड राख्छु
ल त गाइज मैले नयाँ पासवर्ड राखिसकेँ। यो अघि चाहिँ 6 डिजिटको मात्रै थियो। फेरि तपाईँले भन्नुहुन्छ होला अघि 6 नम्बर मात्रै थियो, तपाईँले याद गर्नुभएछ होला। अथवा चाहिँ लामो राखेँ मैले। स्ट्रङ पासवर्ड चाहिँ कसरी सेट गर्न सकिन्छ त्यो पनि तपाईँले स्क्रिनमा डेमो दिइआएको छु। तपाईँले यो हेरेर तपाईँले स्ट्रङ पासवर्ड मस्ट स्ट्रङ पासवर्ड चाहिँ सेट गर्न सक्नुहुन्छ। योभन्दा स्ट्रङ कुनै पासवर्ड है हुँदैन है त। यसको तपाईँले यहाँनिर तपाईँले डेमो हेरेपछि तपाईँलाई यही तरिकाले राख्न सक्नुहुन्छ। यो एकछिन राख्नु होला है त। र लगइनको बटनलाई म प्रेस गरिदिन्छु र गरिसकेँ। ल त गाइस फाइनली मेरो खुलिसकेको छ यसरी है त। अब मैले तपाईँलाई पासवर्ड चेन्ज गरेर देखाइसकेँ। यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। र मैले तपाईँलाई अगाडि नै सर्च गरेको थिएँ, मैले ट्रान्जेक्सन पिन पनि तपाईँलाई चेन्ज गरेर देखाउँछु भनेको थिएँ। त्यही भएर म फेरि जान्छु टपमा र युजरमा जान्छु र मैले तपाईँलाई चेन्ज ट्रान्जेक्सन पिन यसलाई म ट्याप गरिदिन्छु र फेरि तपाईँले ट्रान्जेक्सन पिन पनि यो अघि मैले डेमो देखाएको थिएँ यो स्क्रिन तपाईँको मोबाइलमा आउने छ। ट्रान्जेक्सन पिन पनि त्यो पुरानो ट्रान्जेक्सन पिनलाई राख्नुपर्नेछ। मेरो 591144 छ है, 591144 यो छ। अब तपाईँलाई कुन सेट गर्नु मन लागेको छ त्यो 6 डिजिटको यहाँनिर सेट गर्नुपर्ने हुन्छ है त। ल त साथीहरू मैले करेन्ट पिन राखेँ, तल्लोपट्टि न्यू ट्रान्जेक्सन पिन दुइटैलाई तल्लोपट्टि कन्फर्म गरिदिएँ र तपाईँले जाने हो टपमा र सेभको बटनलाई प्रेस गरिदिने र तपाईँले यो ट्रान्जेक्सन पिन वाज चेन्ज सक्सेसफुली भनेको चाहिँ इजी छ, सजिलोसँग चेन्ज भइसकेको छ र डन गरिदिएँ। अब मैले त्यो पुरानो पासवर्ड र पुरानो पिन हान्दा हुँदैन। अब भने मैले नयाँ पासवर्ड र नयाँ पिन जुन अहिले मैले चेन्ज गरेको थिएँ त्यो राख्नुपर्ने हुन्छ है त गाइज। र फाइनली तपाईँले मैले देखाइसकेँ, हेरि पनि सक्नुभयो होला प्रुफको साथ। तपाईँले पनि यसै गरी आफ्नो मोबाइल ब्याङ्किङको पासवर्ड ट्रान्जेक्सन पिनहरू चाहिँ मजाले तपाईँले चेन्ज गर्न सक्नुहुन्छ आफ्नो एन्ड्रोइड मोबाइलबाट। तपाईँलाई फेरि पनि तपाईँ कन्फ्युज हुनुभयो भने म फेरि पनि भन्छु, तपाईँले आफ्नो मोबाइल ब्याङ्किङको एप्लिकेसनमा गएर फरवर्ड पासवर्ड गर्नुपर्ने हुन्छ। फरवर्ड पासवर्ड गरिसकेपछि तपाईँको न्यू पासवर्ड र त्यो ट्रान्जेक्सन पिन चाहिँ तपाईँको रजिस्टर मोबाइल नम्बरमा जान्छ। त्यसलाई चाहिँ फेरि यहाँ फिलअप गरेर लगइन गरेर फेरि यहाँबाट चाहिँ चेन्ज पासवर्ड र चेन्ज ट्रान्जेक्सन पिनको अप्सनमा गएर गर्न सक्नुहुनेछ है त। ल साथीहरू पक्कै पनि यो भिडियो तपाईँलाई युजफुल भयो होला। अन्तिम समय हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिँदै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।